काम छैन काट छैन खाने बेला रात छैन भन्ने उखान चाहिँ मेरै लागि बनेको जस्तो भइसकेको छ। मैले चाहिँ समरको लागि यो वाला पहिला चाहिँ कट्टु नै निस्केछ हौ। मोमोको साइज घट्यो कि क्या हो दुब्लाएछ। मेरो आमा पछिको दोस्रो आमा चाहिँ मेरो दिदी नै हो है। मलाई अहिलेसम्म दुःख सुखमा। हेलो फ्रेन्ड, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ म बाहिरतिर घुम्न निस्किरहेको छु। म धेरै दिन भयो नि त घरमा खाँदै सुत्दै गरेको, त्यही भएर काम छैन काट छैन खाने बेला रात छैन भन्ने उखान चाहिँ मेरै लागि बनेको जस्तो भइसकेको छ। त्यही भएर आज चाहिँ म बाहिरतिर यसो हावा खान निस्केको। अनि थोरै कामहरू पनि छ। काम भन्दा पनि मेरो चाहिँ दिदीको बर्थडे आउँदैछ, अब पर्सि हो उसको बर्थडे चाहिँ। त्यही भएर उसको लागि मैले केही अब गिफ्टहरू पनि लिऊँ कि भनेर आज निस्किँदैछु। मैले चाहिँ मेरो दिदीलाई सधैँ कति धेरै दुःख दिइरहेको हुन्छु नि त। मैले सताइरहेको हुन्छु, इरिटेट गराइरहेको हुन्छु, अनि रिसाउँछ कहिलेकाहीँ, तर माया पनि गर्छ होइन। त्यसले चाहिँ मलाई एकदम धेरै माया नि गर्छ। तर मैले चाहिँ त्यसलाई दुःख मात्रै दिन्छु क्या। मैले सायद उसलाई जन्मेदेखि अहिलेसम्म सायद मैले उसलाई दुःख मात्रै दिइरहेको छु होला। मैले चाहिँ अरू चाहिँ केही पनि गर्न सकेको छैन, अरू चाहिँ मैले उसलाई केही पनि दिन सकेको छैन। अनि त्यही भएर यो बर्थडेमा चाहिँ मैले उसलाई र सानो गिफ्ट दिएँ। मैले पनि कति केयर गर्छु उसलाई भनेर चाहिँ हल्का उसलाई पनि खुसी बनाउने भनेर मैले पनि उसलाई सानो उपहार दिनको लागि पनि म जाँदैछु। अनि उसको मुस्कान थोरै भए पनि उसलाई खुसी हुन्छ नि त। अहिले फेरि उसलाई थोरै प्रब्लम भइरहेछ, स्टोन भइरहेछ। अनि त्यही भएर पनि ऊ धेरै अपसेट छ कि। त्यही भएर मैले चाहिँ उसको बर्थडे चाहिँ स्पेसल गराइदिने भनेर सोचेर हिँडिरहेको छु। अब हेरौँ है मैले उसको लागि के लिँदो रहेछु, तपाईँहरूलाई म भिडियोमा देखाइ नै हाल्नेछु। अहिलेलाई चाहिँ म जाँदैछु बाटोतिर। धेरै भिडभाड छ यहाँ, बाइकहरू पनि धेरै आइरहेको छ। अब अहिले चाहिँ म मेरो क्यामेरा बन्द गर्छु। अब चाहिँ म ठ्याक्कै लोकेसनमा पुगेपछि मात्रै क्यामेरा अन गर्छु, किनकि अब धुवा धुलो पनि धेरै छ। त्यही माथि म पठाउन जान्ला हो। अनि पठाउको दाइ पनि फोन गरिसक्नु भएको छ आउँदैछु भनेर। त्यही भएर जाँदैछु म चाहिँ। घाम छ त्यस्तै धेरै। अब खाजा खान लागेको। खाजामा चाहिँ मैले स्पाइडर र बिग साइज मोमो मागेको छु। म चाहिँ अब खाजा नि खाँदैछु। यो चाहिँ स्पाइडर, यहाँ चाहिँ एकदम मिठो पाउँछ क्या यो। अनि मेरो चाहिँ फेभरेट नै भइसक्यो। जहिले पनि म जहाँ जाँदा पनि अनि खाजा खान चाहिँ यही आइपुग्छु कि। अनि यहाँको चाहिँ मलाई एकदमै मनपर्छ, मिठो लाग्छ नि त। त्यही भएर दामी छ। मेरो चाहिँ मोमो पनि आइसकेको छ। अनि कोक चाहिँ सकाइसकेँ है। अब मोमो कुर्दा कोक चाहिँ सकिसक्यो। कोक अब मोमोसँग चाहिँ बेस्ट हुन्थ्यो, अब ठिकै छ, अब केही छैन होइन। मोमो चाहिँ लभर हो है म चाहिँ। तर मैले बिग साइज मोमो मगाएको थिएँ, आज त स्मल आएर मोमोको साइज घट्यो कि क्या हो दुब्लाएछ। झोल मोमो चाहिँ बेस्ट है। म चाहिँ खाजाहरू खाएर पनि आइसकेँ। अब घरतिर आउँदैछु, घर आइपुग्नु लाग्यो। अनि आजको चाहिँ दिन यस्तै भयो। गर्मीमा हिँड्यो कुद्यो गल्यो है। खासै स्पेसल चाहिँ केही पनि भएन। तै पनि अब हल्का
बाहिरको नि फ्रेस हावा खाम न, कति घरमै खाँदै सुत्दै गर्ने होइन। कहिलेकाहीँ त बाहिरहरूतिर नि डुल्नुपर्छ। यहाँ चाहिँ डग रहेछ। मलाई चाहिँ डगहरूदेखि चाहिँ एकदमै डर लाग्छ, त्यही भएर मलाई चाहिँ यता साइड दिँदैछु। एकदमै डर लाग्छ कि मलाई कुकुरहरू मनै पर्दैन नि त पहिलो कुरा त। त्यही भएर अब म चाहिँ घर पुग्नु लागेँ। अनि म चाहिँ अब तपाईँहरूलाई बाँकी चाहिँ म घरै गएर देखाउँछु है। साथीहरू म चाहिँ आज घर आइपुगिसकेँ बल्ल बल्ल। यस्तो घाम थियो, यति हिँडेँ है, कुरै नगरौँ। बाहिर त हावा होइन, घाम खानु हिँड्ने मात्रै रहेछ। अहिले चाहिँ गर्मी महिना लागिसक्यो नि त, त्यही भएर त काठमाडौँतिर चाहिँ एकदमै गर्मी भएको छ। अनि मैले चाहिँ आज के सामान ल्याएँ भन्दाखेरि त्यत्रो डुलेर मैले मेरो दिदीको लागि चाहिँ यो वाला ब्याग ल्याइदिएछु। आई होप कि उसलाई यो ब्याग मनपर्छ। उसले अस्तिदेखि नै अनलाइनमा चाहिँ एकदमै हेरिरहेको थियो क्या, यस्तै खालको ब्याग चाहिरहेको छ मलाई नि, यस्तै टाइपको कुराहरू मनपर्छ भनेर देखिरहेको थियो नि त। त्यही भएर मैले चाहिँ उसलाई नसोधिकन आफैले आफ्नो खुसीले ल्याइदिएँ हो। अनि उसलाई चाहिँ थाहा छैन मैले के ल्याइदिएको छु भनेर। अनि त्यही भएर मैले चाहिँ यो ब्याग ल्याइदिएको। अब यस्तो हो नि त, अब गिफ्टहरू चाहिँ कस्तो दिँदाखेरि चाहिँ राम्रो हुन्छ भन्दाखेरि जुन आफूलाई चाहिरहेको कुरा हुन्छ नि त्यो दिँदा चाहिँ अझ एक्स्ट्रा स्पेसल फिल हुन्छ नि त मान्छेलाई। अब आफूलाई चाहिरहेको कुराहरू दियो भने त्यस्तो हुन्छ नि त। अनि त्यही भएर मैले चाहिँ अनि सुनेको थिएँ अस्ति उसले अब अनलाइनतिर नि सर्च गरेको देखिरहेको थिएँ। त्यही भएर मैले चाहिँ उसको लागि चाहिँ यही ब्याग ल्याइदिएँ हो। कस्तो क्युट छ है। अनि त्यसपछि अर्को चाहिँ अब छोरी मान्छेको बानी त अब तपाईँहरूलाई थाहा छँदैछ होइन। अब एउटा सामान किन्न गएपछि अब अर्को सामान नल्याउने त कुरै भएन। जाँदा त एउटा मात्रै सामान लिन्छु भनेर गइरहेको हुन्छ, तर अरू सामान देखेपछि चाहिँ नल्याइ बस्नै सक्दैन क्या, अब त्यस्तो हो नि त। त्यही भएर मैले चाहिँ समरको लागि यो वाला, पहिला चाहिँ कट्टु नै निस्केछ हौ अनि त्यसपछि यो वाला अहिले समरको लागि एकदमै चलेको नि त एडिडासको यो वाला। अनि त्यही भएर मैले चाहिँ समरको लागि यो लिएर आएँ मेरो लागि चाहिँ। अनि दिदीको लागि चाहिँ यो ब्याग भइहाल्यो। अनि आजको भिडियो चाहिँ यस्तै भयो। अब गर्मी घाम खायो होइन। अनि मेरो दिदीको चाहिँ बर्थडे पर्सि हो। अनि मैले चाहिँ उसलाई अहिलेसम्म केही दिएको छैन। कति भयो, कुनै पनि बर्थडेमा पनि दिएको छैन मैले जन्मेर अहिलेसम्म। मलाई थाहा नै छैन। मैले चाहिँ त्यसलाई दुःख मात्रै दिन्छु, त्यसलाई मैले दुःख दिन्छु, इरिटेट बनाउँछु, सताउँछु बरु त्यसलाई होइन। कहिलेकाहीँ त इरिटेट बनाउँछु, त्यस्तो गर्छु। अनि तर मैले अरू त्योभन्दा अरू चाहिँ केही पनि गरेको छैन त्यसलाई। अनि तर जो त्यसले चाहिँ मलाई धेरै माया गर्छ। अनि बच्चादेखि नै अब सँगसँगै, अब एज पनि हाम्रो धेरै ग्याप छैन, जम्मा 3 वर्षको ग्याप हो। त्यही भएर अनि म जन्मेदेखि नै उसँगै अब हुर्केँ, अब उसँगै खेलेँ, अब उसले नै हुर्कायो भन्दा नि हुन्छ। त्यही भएर अनि मलाई चाहिँ उसले एकदमै माया गर्छ। मलाई चाहिँ फेरि एभ्रिथिङ, सबै ड्रेसदेखि लिएर, सुजदेखि लिएर, स्यान्डलदेखि लिएर, मेरो अब मेकअप प्रोडक्टहरूदेखि लिएर एभ्रिथिङ उसैले हो। फेरि मलाई चाहिँ दिने चाहिँ, मलाई चाहिँ फेरि सबै ऊ आफैले ल्याएर दिन्छ। ऊ आफै चाहिँ अब यस्तोहरू हुँदाखेरि त अब मान्छेहरूको अब मन त हल्का अब यताउता भइहाल्छ। त्यही भएर पनि उसलाई चाहिँ यो बर्थडेमा चाहिँ एउटा पनि खुसी हुने मौकाको चाहिँ एउटा पनि केही नछोड्ने भनेर एकदम स्पेसल गराउने हो, उसलाई एकदमै खुसी गराउने हो। अनि त्यही हो। अब ऊ चाहिँ मेरो आमा पछिको दोस्रो आमा चाहिँ मेरो दिदी नै हो है। मलाई अहिलेसम्म दुःख सुखमा साथ दिने भनेको चाहिँ ऊ नै हो। त्यही भएर अब आजको भिडियो चाहिँ यति नै भयो। अब बाँकी भिडियो चाहिँ म तपाईँहरूलाई बर्थडेको दिन अब लिएर आउने नै छु। बर्थडेको भिडियोहरू अब फेरि आइहाल्छ पर्सि। त्यही भएर आजको भिडियो चाहिँ म यही इन गर्छु। तपाईँहरू मेरो भिडियो हेर्दै गर्नुहोला, मेरो साथमा बस्दै गर्नुहोला। थ्याङ्क्स फर वाचिङ। बाइ बाइ लाफाहरू।